मान्छेको शालिग बन्न सकेको छैन तोर्पेको चाहिँ शालिग बनाउने यहाँ हजुरलाई यो कुरा चित्त बुझेन होला तर अलिकति बोल्ने तरिका हुन्छ नि यार के हो हेम बुद्धले समेत तोर्पे रे तोर्पे हो त्यो तरिका बोल्ने तरिका छैन आफूलाई मन परेन भनेर जे पनि भन्न पाइएन नि यी पुण्यदाय जस्तो हुनु पर्यो क्या नेपाली र्याप संगीतको लेजेन्ड भनेर चिनिने स्वर्गीय यमबुद्धलाई हामी ट्रिब्युट गरौँ असमयमै उहाँको असामयिक अवसान भयो त्यसले र्याप संगीतमा ठुलो क्षति पुर्यायो होइन भाइ उहाँलाई हार्दिक श्रद्धाञ्जली बादेन शाहलाई तोर्पे हेम बुद्धलाई पनि तोर्पे रे नारायण गोपाललाई पनि तोर्पे भन्नुभयो तोर्पे हो मेरोलाई गेम बजामा परे कमेन्ट्सहरू नराम्रो हान्ने चित्त दुख्ने होइन जे पाइदे भन्नुहुन्छ अरूलाई पनि आउँदैन त नराम्रो कमेन्ट तपाईँहरूले भनेर मेरो केही पनि उखाड्नेवाला छैन तपाईँहरूको कमेन्ट समेन्ट मलाई त मन पनि परेको छैन यही तपाईँहरूको कुरा मेरो झाड बराबर केमा बुद्धको शालिग बनाउने यहाँ देशको गरिब जनताको घर छैन अर्काको शालिग बनाउने तेरो घर छ तैँले के सोचेस खाद्य सोचेसी क्या तेरो घर छ घर किन चाहियो तेरो घर छैन भने लाडो खा बढी कुरा तेरो दाँत झार्दिउँला नि फेरि बम तानेको हेड माछ सिक्ने तँ भन्छस् अब खोइ भाइले ल्याएर दिए त खानु हुन्थ्यो लाडो खा के गाँडा कुरा किन पहिला हाम्रो पुण्यदायको कुरा सुन्नुहोस् है